नमस्कार सबैजनालाई। यस ट्युटोरियल प्लेलिस्टमा हामी एपीए को डकुमेन्टेसन, साइटेसन, रेफरेन्सेसहरुमा स्टडी गर्नेछौं र त्यसमा पनि हामीले एपीए को 7th एडिसनमा गर्नेछौं सबै कुरा। त्यही भएर हामीले 7th एडिसनमा काम गर्नु भन्दा अगाडि हजुरहरुले आफ्नो वर्डमा 7th एडिसन छ कि छैन भनेर चेक गर्नुपर्ने हुन्छ। त्यसैले सबैभन्दा पहिला आफ्नो वर्ड फाइल खोल्नु। वर्ड फाइल खोलेर त्यो वर्ड फाइलमा हजुरहरुले रेफरेन्सेस भन्ने ट्याबमा जानु। रेफरेन्सेस भन्ने मेनुमा गएपछि हजुरहरुले त्यहाँ भित्र स्टाइल भन्ने अप्सन देख्नुहुन्छ र त्यो साइडमा हजुरहरुले क्लिक गर्नुभयो भने त्यहाँ भित्र हजुरहरुकोमा भएको फर्म्याटिङहरु जुन स्ट्यान्डर्डहरु छ त्यो शो गर्छ। सपोज अहिले मसँग यहाँ एपीए 6th एडिसन मात्रै छ। अब हजुरहरुकोमा 7th एडिसन छ भने यहाँ एपीए 7th एडिसन भनेर पनि आउँछ। So if you already have APA 7th edition here, then हामी नेक्स्ट ट्युटोरियलबाट त्यसमा कसरी काम गर्ने भनेर हेर्छौं भने यसमा हामी के गर्छौं, यदि APA 7th एडिसन छैन भने हामीले APA 7th एडिसन कसरी एड गर्न सकिन्छ भन्ने कुरा हेर्छौं। त्यसलाई म 2 डिफरेन्ट साइटहरुको थ्रुबाट इन्स्टल गर्ने वे चाहिँ हजुरहरुलाई गाइड गर्छु। सो फर्स्टमा के गर्ने, हजुरहरु आफ्नो ब्राउजरमा जान सक्नुहुन्छ। ब्राउजरमा गएर APA 7th एडिसन XSL फाइल भनेर सर्च गर्नु। सर्च गरेपछि एउटा हजुरहरुसँग गिटहब वाला साइट आउँछ। गिटहबमा शेयर गरिदिएको हुन्छ। यो हजुरहरुलाई टफ हुन सक्छ किनभने यसले चाहिँ हामीलाई जिप फाइल दिन्छ हामीले डाउनलोड गर्दाखेरि। देन त्यो जिप फाइललाई हामीले एक्सट्र्याक्ट गरेर त्यो पछिको प्रोसेस भने हाम्रो सेम हुन्छ। अर्को वे भनेको यो microsoft.com भन्नेमा नै छ APA 7th एडिसन को जुन XSL फाइल, त्यसमा क्लिक गर्ने। म यो दुईटै लिंक कमेन्ट बक्समा एड गरिदिन्छु। देन यहाँ गएपछि यहाँ फाइल URL भनेर APA 7th एडिसन छ .xsl, यसमा क्लिक गर्न सक्नुहुन्छ। यो क्लिक गरेपछि यसले भने अलिकति हामीलाई पपअप पनि दिन्छ एडहरु। देन यहाँ APA 7th एडिसन अरु पनि अब डाउनलोडहरु यताउता अरु अप्सन पनि आएको हुन सक्छ, तर APA 7th एडिसन डाउनलोड 326.24 KB लेखेको वालामा गएर क्लिक गर्नु। यो पपअप आयो भने हजुरहरुले क्लोज गरिदिने। यहाँ यस्तो केही अब अलिकति हामीलाई पपअप दियो भने त्यसलाई कीप गर्नु। यो फाइलमा चाहिँ यसबाट हामीले डाउनलोड गर्दाखेरि चाहिँ यसरी दिन्छ, तर अब हामीले गिटहबको थ्रुबाट डाउनलोड गर्ने हो भने चाहिँ त्यो वाला पपअपहरु चाहिँ त्यसमा केही पनि आउँदैन। अब म नेक्स्ट हजुरहरुलाई यसबाट पनि डाउनलोड गरेर शो गर्छु फर्स्टमा, किनकि डाउनलोड गरेर त्यो .xsl फाइलमा हामी पुगेपछिको फेज भने यो दुईटा जुनबाट डाउनलोड गरे पनि सिमिलर हुन्छ। त्यही भएर अर्को यो github.com भन्नेमा APA 7th एडिसन फर माइक्रोसफ्ट वर्ड लेखेको छ, यहाँ क्लिक गर्न सक्नुहुन्छ। यहाँ क्लिक गरेपछि हजुरहरुले यो कोड भन्नेमा गएर यहाँ लास्टमा डाउनलोड जिप भनेको छ, यो जिप फाइलको फर्ममा डाउनलोड गर्ने। अब यो डाउनलोड गरेपछि हामीले के गर्नु पर्यो, यो फाइल सिधै ओपन गर्ने हैन कि यो साइडमा फोल्डर वाला आइकन छ, यसरी यो फोल्डर वाला आइकनमा जाने, किनकि यसले हामीलाई हाम्रो यो कहाँ डाउनलोड भयो त्यो फोल्डरमा रिडाइरेक्ट गर्छ। यदि हजुरहरुलाई आफ्नो डाउनलोड फोल्डर अलरेडी थाहा छ भने सिधै डाउनलोड्समा गएर चेक गर्न पनि सक्नुहुन्छ। देन यहाँ मैले क्लिक गरे। अब के भयो, मसँग एउटा अलरेडी XSL फाइल पनि डाउनलोड भयो जुन त्यो माइक्रोसफ्टको साइटबाट गएर मैले डाउनलोड गरे। अर्को भने गिटहब वाला साइटबाट जाँदाखेरि यो जिप फाइलको फर्ममा डाउनलोड भयो। अब के गर्ने, यसलाई राइट क्लिक गर्ने। राइट क्लिक गरेपछि जिप फाइलमा चाहिँ हामीले यो भित्र हुन्छ कि XSL फाइल त्यहाँ भित्र चाहिँ कम्प्रेस भएको हुन्छ। त्यही भएर के गर्ने, अब एक्सट्र्याक्ट अल गर्नुपर्ने हुन्छ। यसको लागि हजुरहरुसँग एक्सट्र्याक्सन सफ्टवेयर भएको हुनुपर्छ, यदि छैन भने एक्सट्र्याक्ट गर्न गाह्रो हुन्छ। देन एक्सट्र्याक्ट अल गर्नुभयो भने त्यो एक्सट्र्याक्ट हुन्छ। अब त्यो एक्सट्र्याक्ट भएपछि बल्ल हामीले यहाँ भित्र पनि धेरै फाइल हुन्छ, त्यो मध्ये एउटा फाइल के हुन्छ, यसरी टाइपमा हेर्नुभयो भने APA 7th एडिसन भनेर XSL स्टाइल सीट भनेर नै लेखेको हुन्छ। सो अब हजुरहरुले यो लगे पनि हुन्छ,
यो गिटहबबाट डाउनलोड गर्नुभएको छ भने र अर्को साइटबाट डाउनलोड गर्नुभएको छ भने यो APS 7th एडिसन वाला लग्दा पनि हुन्छ। यो पछिको प्रोसेस सिमिलर हुन्छ। सो म यहाँ एउटा गरेर देखाउँछु। हजुरहरूले आफूले जुन डाउनलोड गर्नुभएको छ त्यो लगेर हेर्न सक्नुहुन्छ। अब के गर्ने, वर्डमा जाने। वर्डमा गएपछि यहाँ म्यानेज सोर्सेस, त्यो रिफरेन्सेसकै भित्र म्यानेज सोर्सेसमा जानु। यो कुरा हामीले डाइरेक्ट लोकल डिस्क सीबाट नै पनि हामी 1 by 1 लोकेसन हेर्दै जान पनि सकिन्छ कहाँ छ भनेर, तर त्यो खोज्न गाह्रो हुन्छ। त्यसैले म्यानेज सोर्सेस भन्नेमा जानु। म्यानेज सोर्सेसमा गएपछि यहाँ ब्राउज भन्ने हुन्छ, यो ब्राउजमा जानु। हामीले राख्नुपर्ने स्टाइलहरू सबै यो स्टाइलमा लगेर राख्नुपर्ने हुन्छ यो डाउनलोड गरेको XSL फाइललाई। त्यसैले यो लोकेसन कपी गर्नु। यो लोकेसन कपी गर्नलाई यहाँ यो खाली ठाउँमा क्लिक गर्नुभयो भने एकदम इजिली यो सबै सिलेक्ट हुन्छ र यसलाई कन्ट्रोल C गरेर कपी गर्नु एन्ड यो क्यान्सल गरिदिनु भयो हुन्छ, क्लोज गरिदिनु। अब यसलाई यतिकै राखिराख्नु यो वाला फाइल एक्सप्लोररलाई। एन्ड के गर्नु, विन्डोज प्रेस गरेर E प्रेस गर्नु। हजुरहरूको अर्को फाइल एक्सप्लोरर खुल्छ। देन यहाँ गएर यो माथि टपमा अघि कपी गरेकोलाई के गर्ने, कन्ट्रोल V गर्ने, देन इन्टर गर्ने। अब यो स्टाइल भन्ने आयो। यो स्टाइल भित्र हामीले हाम्रो अहिले यहाँ के छ, APS 6 छ तर APS 7 छैन। यो सबै XSL फाइलहरू छ। सो यहाँबाट मैले गिटहबबाट ल्याएको फोल्डरबाट यो के गरेँ, XSL स्टाइल सिट भन्नेलाई कपी गरेर यो फाइललाई मात्र कन्ट्रोल C गरेर अथवा राइट क्लिक गरेर कपी गर्न पनि सक्नुहुन्छ। मैले कन्ट्रोल C प्रेस गरेँ र यता स्टाइलमा गएर के गरेँ, कन्ट्रोल V प्रेस गरेँ। अब यहाँ APS 7th एडिसन आयो। अथवा यो नगर्नु भएको भए, हजुरहरूले यो गिटहबबाट नगर्नु भएको भए यो जुन अर्को साइटबाट डाउनलोड गर्नुभएको थियो APS 7th एडिसन, त्यसलाई कपी गरेर यहाँ लगेर पेस्ट गर्न सक्नुहुन्छ। यति गरेपछि अब के गर्ने, वर्डलाई एकपटक क्लोज गर्ने किनभने अहिले APS 7th एडिसन यहाँ सो गर्दैन। एकपटक वर्डलाई क्लोज गर्ने एन्ड रिओपन गरेपछि हजुरहरूले रिफरेन्सेसमा गएर अब यही स्टाइल भित्र यो APA को साइटबाट क्लिक गरेर हेर्नुभयो भने यहाँ APS 7 भनेर 7th एडिसन आउँछ। यसमा क्लिक गर्ने एन्ड नाउ यु आर रेडी टु वर्क अन APS 7th स्ट्यान्डर्ड। अब यसमा हामीले APS 7th को जुन स्ट्यान्डर्ड छ त्यो स्ट्यान्डर्डलाई हामी साइड बाई साइड राखेर अब हामी यसमा कसरी काम गर्न सक्छौं, हाम्रो डकुमेन्टलाई कसरी फर्म्याट गर्न सक्छौं, हाम्रो डकुमेन्टको पेज सेटअप कसरी गर्न सक्छौं, हेडिङहरू कसरी सेटअप गर्न सक्छौं, हामी साइटेसन रिफरेन्सेस कसरी एड गर्न सक्छौं, हामी त्यसमा टेबल, फिगरहरू, टेबल अफ कन्टेन्टहरू कसरी एड गर्न सक्छौं, त्यो सबै कुरामा हामी काम गर्नेछौं। So thank you so much for watching this tutorial. If there is any confusion, then please let me know in the comment box. Thank you so much.